अपाङ्गता भएका व्यक्तिहरूले सहजै सिधै डाइरेक्ट प्रवेश पाउन् भनेर हामीले अपाङ्ग मैत्री बाटो चाहिँ निर्माण गरेका छौँ। यही मङ्सिर 22 गते भोलिबाट हुन गइरहेको सुदूरपश्चिम महोत्सवको हामी अन्तिम चरणमा हामी चाहिँ उद्घाटन समारोहको एकदम नजिकै छौँ। अब यस विषयमा हाम्रो अहिलेसम्मको प्रगति विवरण, हाम्रो महोत्सवको उद्देश्य र महोत्सवमा हामीहरूले गर्ने विभिन्न क्रियाकलापहरूको बारेमा केही प्रकाश पारिदिन हुन यस कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यू श्री पुष्कर ओझाज्यूलाई हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण पत्रकार मित्रहरू, सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र समग्र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्धन गर्दै यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई उजागर गरी आर्थिक सामाजिक प्रतिकूलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुनर्स्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने विश्वाससहित कैलाली उद्योग वाणिज्य सङ्घले 2063 सालदेखि धनगढीमा आयोजना गरिरहेको सुदूरपश्चिम महोत्सवको 19औं संस्करणको रूपमा यही मिति 2082 8 महिना 22 गते भोलिदेखि 2082 9 महिना 2 गतेसम्म धनगढी उपमहानगरपालिका वार्ड नम्बर 1 पशुपति टोलमा आयोजना गर्न लागि बेहोरा सबैमा यसै पत्रकार सम्मेलन मार्फत जानकारी गराउन चाहन्छौँ। विरत व्यावसायिक कृषि प्रदर्शनी र कृषिमा आएको प्रविधिलाई व्यवसायमा जोड्नका लागि प्रदर्शनीमा विशेष जोड दिएका छौँ। सांस्कृतिक र प्राकृतिक रूपमा धनी सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै यस क्षेत्रका कला संस्कृतिमा सम्भावना भएका योगदान दिएका कलाकारहरूलाई स्टेजमा प्राथमिकताका साथ राखेका छौँ। यस क्षेत्रका उद्यमी व्यवसायी उत्पादनहरूलाई प्राथमिकता दिइनेछ भने नेपालभरिबाट आउने उद्योगी व्यवसायहरूलाई सम्मानित रूपमा सहभागिता गराइएको छ। सुदूरपश्चिमका परिकार सहितका महोत्सव स्थलमा खाना खाजाको स्टल रहनेछन्, जसको सरसफाई तथा उत्कृष्ट व्यवस्थापनका लागि सरोकार निकायहरूबीच समन्वय गरिरहेका छौँ। महोत्सवमा सहभागी व्यवसायी तथा दर्शकहरूको सुरक्षालाई ध्यानमा दिई बिमा पनि गरिएको छ भने भइपरि आउने विपदको पूर्व तयारीको लागि दमकल, प्राथमिक उपचार आदि तयारी अवस्थामा रहनेछन्। महोत्सवमा अनुमानित 3 करोडको लगानीमा उत्कृष्ट रूपमा सम्पन्न गरिनेछ भने महोत्सव उद्योग व्यवसायको करिब 15 करोड बराबरको कारोबार हुने हामीले अनुमान गरेका छौँ। यस सुदूरपश्चिम महोत्सव 2082 मा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी 500 भन्दा बढी स्टलहरू रहेका छन् भने सम्पूर्ण स्टलहरू बुक भइसकेको छ र महोत्सवको तयारीका लागि लगभग सम्पूर्ण कामहरू सम्पन्न भइसकेको जानकारी गराउन चाहन्छौँ। स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको छ भने यस वर्षको महोत्सवमा करिब 7 लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरेका छौँ। सुदूरपश्चिमवासीले गर्वका साथ पर्वको रूपमा मनाउँदै आएको सुदूरपश्चिम महोत्सव व्यापार व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रूपमा रहने छ भन्ने हामीले विश्वास लिएका छौँ। महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न मूल आयोजक समिति सहित 23 उपसमिति रहेका छन्, जसमा सबैको उत्कृष्ट सहयोगले हामी शुभ महोत्सव 2082 भव्य रूपमा सम्पन्न गर्नेछौँ। पूर्ण रूपमा अत्याधुनिक सीसी क्यामेराले निरीक्षण गरिनेछ भने निजी र सरकारी सुरक्षाकर्मीहरूको उच्च व्यवस्था गरिएको छ। बालबालिका र खेलमा रुचि भएका दर्शकहरूको रुचिलाई प्राथमिकता दिई यो वर्ष महोत्सवमा जलपरी भन्ने एउटा नयाँ एक्वेरियम जस्तो पनि हामीले व्यवस्था गरेका छौँ। यो महोत्सव सुदूरपश्चिमको आर्थिक विकासको लागि सम्भावनाहरूको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, सांस्कृतिक, कला, खानपान, भाषाको संरक्षण गर्दै व्यावसायिक सफलता प्राप्त गरी जनताको गुणस्तरीय जीवनमा यो महोत्सव सहयोगी साबित हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। समृद्ध सुदूरपश्चिम बनाउने अभियान अन्तर्गत यो महोत्सवलाई 19औं संस्करणको रूपमा सम्पन्न गर्न अगाडि बढिरहेका छौँ। अत यो महोत्सव सबैको भएको हुँदा सबै राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्था, पत्रकार, विद्यार्थी, उद्यमी, व्यवसायीहरूलाई आफ्नो तर्फबाट अधिकतम सहभागिता जनाई महोत्सवलाई सफल बनाइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। सधैँका संस्करणहरू चाहिँ 19औं संस्करणमा पनि महोत्सवको टिकटको केही रकम सामाजिक क्षेत्रका विषयहरूमा छुट्याइएको छ। महोत्सवबाट प्राप्त आयबाट महिला सशक्तिकरण, लागु औषध दुर्व्यसनी नियन्त्रण लगायत सामाजिक क्षेत्रमा योगदान गरिनेछ। महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु 50 टिकट दर राखिएको छ भने सर्वसाधारणलाई रु 100 राखिएको छ। ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई महोत्सवमा प्रवेश निशुल्क
गरिनेछ। यो महोत्सव व्यवसाय सदस्यहरूको आफ्नै महोत्सव भएकाले सम्पूर्ण सदस्यहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरेका छौँ। यो महोत्सव कैलाली उद्योग वाणिज्य सङ्घको मात्र महोत्सव नभई सुदूरपश्चिमको पर्वका रूपमा विकास भइसकेको हुँदा सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मी सबैबाट रचनात्मक सहयोग र सुझावको अपेक्षा गरेका छौँ। यस 19औं संस्करणमा मुख्य प्रायोजक निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर रहेको र छ। संरक्षक नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ सुप प्रदेश रहेको पनि यसै पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदछौँ र नबिल ब्याङ्क सहप्रायोजकका रूपमा रहेको छ। डिजिटल भुक्तानीलाई प्रवर्धन गर्न र टिकटलाई व्यवस्थित बनाउन उद्योग वाणिज्य सङ्घले ई सेवासँग अनलाइन टिकट पार्टनरसिप पनि गरेको छ। अब आफ्नो मोबाइलबाट ई सेवा मार्फत महोत्सवको टिकट लिन सक्ने व्यवस्था हामीले मिलाएका छौँ, जसले गर्दा घरमै बसेर पनि हामी सहजै टिकट काटेर आउन सक्नेछौँ। महोत्सवको प्रवर्धक प्रायोजक बनी स्टलमा आफ्नो उत्पादन प्रदर्शनीका लागि स्टल बुक गरी प्रचार प्रसारमा सहयोग गरी टेन्ट निर्माण, सुरक्षा, प्रभात फेरी, सांस्कृतिक कार्यक्रममा सहभागी भई सहयोग गर्न हुन सबैलाई यसै पत्रकार सम्मेलन मार्फत हार्दिक आह्वान गर्न चाहन्छु। र अन्तमा सुदूरपश्चिम महोत्सव 2082 अवलोकन गरी सहभागी बनौँ र भव्य रूपमा सफल पारौँ। धन्यवाद। यसको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालजीबाट उद्घाटन रहनेछ र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र उहाँ दुवैजना अहिले आइसक्नु भएको छ, चिसापानी पुगिसक्नु भएको छ। त्यसै गरी सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यू यसको विशिष्ट अतिथिका रूपमा रहनुहुनेछ र अन्य थुप्रै यस क्षेत्रका मान्यज्यूहरू लगायत यहाँका निज क्षेत्र लगायत सम्पूर्ण व्यक्तिहरू सहभागिता हुनेछ। वस्तुगत सङ्घको सबै निज क्षेत्रको तर्फबाट प्रतिनिधित्व रहनेछ। उद्घाटन कति बजे छ अनि बिहान उद्घाटन 11 बजे हामीले चाहिँ प्रभात फेरी र्याली, जुन र्याली झाँकी सहितको र्याली हुनेछ भने 2 बजे हामीले उद्घाटन कार्यक्रम ठिक 2 बजे नै हुनेछ। यो यसबाट तपाईहरुले आर्थिक बहसको रूपमा भनेर सेसनहरु चलाउने भन्ने कुरा पनि आइराछ। हजुर हजुर। त्यो कस्तो खालको बहस हो, यसले के चाहिँ इम्प्याक्ट पार्छ? अब यो आर्थिक बहसका लागि हामीले आर्थिक बहस मात्र नभएर विभिन्न बहसहरूका विषयमा चाहिँ बहसहरू चलाउने हामीले खास गरी यो सुदूरपश्चिमको जुन यसलाई चाहिँ अझै राम्रो बनाउनका लागि विकासका सम्भावनाहरूलाई उजागर गर्दै विभिन्न बहसहरू चलाउन खोजेका छौँ। तर अब बहसमा बसिदिने, प्यानलिस्टमा बसिदिने केही व्यक्तिहरूलाई पनि हामीले काठमाडौँबाट पनि निमन्त्रणा गर्न खोजिरहेका छौँ। उहाँहरूको टाइम मिलाइरहेका छौँ र यो महोत्सवको अब लगत्तै हामीले 1-2 दिनमै हामीले ती प्रोग्रामहरूलाई पनि बिहान पख 9 देखि 10 बजेको समयावधिमा कहिले यो महोत्सव प्राङ्गणबाटै सञ्चालन गर्ने तयारी गरिरहेका छौँ। विद्यालय स्तरको डान्सहरू, नृत्यहरूको परम्परा कहिलेदेखि नै थियो, यसपालि त्यो पनि यसलाई अझै बढी जोडका साथ हामीले गरेका छौँ। खास गरेर पहिला यसको बारेमा छोटो भन्तव्य राख्दिनु न, म हाम्रो कलाकार र विद्यालय संयोजकका सचिव प्रकाश चन्द्रजीलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद। सबभन्दा पहिले जुन स्कुल डान्स कम्पिटिसनको कुरा आयो, त्यो स्कुल डान्स कम्पिटिसन सधैँ हुने थियो र 10वटा 12वटा स्कुलले सहभागिता जनाउनुहुन्थ्यो र झन्डै यसपटक 28वटा स्कुलको सहभागिता छ, उल्लेखनीय सहभागिता छ। यसमा हामीले जुन निर्णायकहरू पनि बाहिरबाट ल्याएका छौँ, जुन स्कुलमा डान्स सिकाइरहेका निर्णायकहरू त्यो डान्स टिचरहरूले समावेश गरेका छैनौँ र त्योभन्दा बाहिरका चाहिँ डान्स टिचरहरूलाई ल्याएर हामी निर्णायक चाहिँ त्यस्तो किसिमले ल्याएका छौँ। र अर्को कुरा जुन यो स्थानीय कलाकार, यो राष्ट्रिय कलाकार भन्ने कुरा छ, जुन चाहिँ कलाकारहरू अतिथि कलाकारहरू अरू साल हामीले 3 जना बोलाउने गर्थ्यौँ भने योबाट 2 जना बोलाएका छौँ र यस क्षेत्रमा जन्मिनुभएका कलाकारहरूलाई हामीले 90% कलाकारहरू यस क्षेत्रलाई, यस सुदूरपश्चिम प्रदेशमा को यो महोत्सवमा चाहिँ समेटेका छौँ। 90% कलाकारहरू यो क्षेत्रमा सदैव विज्ञप्ति आउने गर्थ्यो, सदैव प्रेस विज्ञप्ति निकाल्ने, स्टाटसहरू लेख्ने गर्नुहुन्थ्यो र यसपटक हामी त्योबाट चाहिँ मुक्त हुनेछौँ भन्ने हामीले विश्वास लिएका छौँ। किसानलाई प्रत्यक्ष लाभ भन्ने कुरामा कस्तो छ भने, जस्तो हामीले जति पनि त्यहाँ किसानका उत्पादनहरू ल्याउँछौँ, ती उत्पादनहरूलाई उनीहरूलाई प्रोत्साहित गर्नलाई हामीले सम्मान पनि गर्छौँ, उनीहरूको प्रतियोगिता पनि गराउँछौँ। फर्स्ट, सेकेन्ड, थर्ड गरेर त्यसरी हामीले प्राइजहरू पनि उहाँहरूलाई वितरण गर्छौँ। यो भनेको एउटा अझ हामीले स्थानीय सरकारसँग पनि अनुरोध गरेका थियौँ, तपाईँहरूका टोल वडामा भएका स्थानीय कृषिका जति पनि उद्यमीहरू हुनुहुन्छ उहाँलाई कमसेकम मेलामा ल्याइदिनुहोस्, उहाँका जुन उत्पादनहरू छ त्यसलाई हामी कसरी बजार दिन सक्छौँ, त्यो बजार बनाउने काम हामी गर्छौँ भनेर पनि हामीले त्यसरी लबिङ गरिरहेका छौँ। र खास गरेर
उनीहरूलाई प्रत्यक्ष लाभ भनेको हामीले कनेक्ट गराइदिने हो, जोडाइदिने हो होइन। यत्रो 4, 5, 6, 7 लाख जनाहरू यो 10 दिनमा अवधिमा भिजिट गर्छन्, त्यो पिरियडमा उहाँहरूसँग जोडाइदिने हो र उहाँहरूको सम्मानका लागि हामीले उहाँहरूलाई पुरस्कृत पनि गर्ने गरेका छौँ। हामीले खास अपाङ्ग मैत्री बाटो पनि बनाएका छौँ, जुन महोत्सव स्थलमा यति भिड हुन्छ, क्राउड हुन्छ, तर अपाङ्गता भएका व्यक्तिहरूले सहजै सिधै डाइरेक्ट प्रवेश पाउन् भनेर हामीले अपाङ्ग मैत्री बाटो चाहिँ निर्माण गरेका छौँ र उहाँहरूलाई चाहिँ कुनै अप्ठ्यारो त्यस्तो रहने छैन। यही मुख्य बाटो हुन्छ कि अर्को गेट? यही मुख्य दुईटै बाटोबाट आउँछ। आपतकालीन व्यवस्थापन गर्नु र फिल्डमा के सुविधा? अब फिल्डमा चारैतिर सीसी क्यामेराहरूले निगरानी गरिरहेको हुन्छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजी सुरक्षा बल लगायतहरूले पनि यसलाई चाहिँ क्लोजली मोनिटरिङ गरिरहेको हुन्छ र त्यो बाहेक पनि हामीले केही चाहिँ स्वयंसेवकहरूलाई परिचालित गरिरहेका हुन्छौँ, जो स्थानीय स्वयंसेवकहरू यसै वडाका उहाँहरूको पनि यसमा महत्त्वपूर्ण रोल हुनेछ, किनभने आफ्नो स्थानीय ठाउँमा पनि भइरहेको हुँदा हामीहरूले उहाँहरूलाई पनि जोडेका छौँ।